हामीले चाहिँ यो एम्बुलेन्सको कुरा चाहिँ किन यहाँ एम्बुलेन्समा यति धेरै भ्रष्टाचार भयो भन्दाखेरि एम्बुलेन्स चालकले चाहिँ उसलाई जहाँ जुन हस्पिटलबाट कमिसन आउँछ त्यो टाढा टाढा लैदिने, अल्छी गरिदिने, यो चिज चाहिँ एउटा कल सेन्टरबाट सेन्ट्रलाइज भएर त्यो एम्बुलेन्सलाई चाहिँ कल सेन्टरले नै ल तपाईँको मान्छे यहाँ छ यो हस्पिटलमा लानु भन्यो भने त उसले त त्यहाँ भ्रष्टाचार गर्न सक्दैन नि त, टाइममा पनि पुग्न सक्छ। एम्बुलेन्समा जिपिएस सिस्टमहरू भयो, एम्बुलेन्सलाई ट्र्याक गर्न सकिन्छ। सबभन्दा नजिकको एम्बुलेन्स चाहिँ कहाँ छ अहिले, जस्तै अब हामी अहिले तिनकुनेमा छौँ, एउटा एम्बुलेन्स चाहिँ यहीँ बानेश्वरमा छ, अर्को चाहिँ चक्रपथमा छ भने सुरुमा त हामीले बानेश्वरलाई त्यहाँ ट्र्याक गरेर त्यो 5 मिनटमा आइपुग्न सक्यो नि त। अनि यो हेल्थको एम्बुलेन्स मात्रै नभएर हामीले इन्फ्रास्ट्रक्चर एम्बुलेन्सको पनि एउटा परिकल्पना गरेका छौँ। त्यसमा चाहिँ तपाईँको इन्जिनियर हुन्छ होइन, पछाडि इक्विपमेन्ट हुन्छ, मान्छेले फोन गर्छ मेरो घरमा यहाँ बाटो भत्कियो, मेरो यो ढल यो भयो, खानेपानी यो भयो, यो चाहिँ बनाइदिनु पऱ्यो अथवा आइदिनु पऱ्यो। त्यो आउनलाई चाहिँ के भयो भन्दाखेरि अघि उहाँले भन्नु पनि निकायहरू नै फरक छ। 8 मिटरभन्दा बढी बाटो मेरोमा परेन भन्नुको अर्थ सडक विभागको त्यो पार्ट चाहिँ काठमाडौँ महानगरभित्रै आउनु पऱ्यो, खानेपानीको त्यो पार्ट चाहिँ काठमाडौँ महानगरभित्रै आउनु पऱ्यो, विद्युतको त्यो पार्ट काठमाडौँ महानगरभित्रै आयो भने बल्ल पो मेयरले हो त यो मैले गर्नुपर्ने काम थियो मलाई गाली गर भन्न पाइयो नि त। त्यसपछि त गर्न पनि सकियो। आज एउटाले खन्ने, अर्कोले नपुरी छोडिदिने, सडक विभागको गल्तीले गर्दाखेरि खानेपानीले गाली खाने, खानेपानीको गल्तीले गर्दाखेरि सडक विभागले गाली खाने, यो तिनटैको गल्तीले गर्दाखेरि मेयरले गाली खाने होइन, त्यो त गलत भएको हो नि त। किनभने कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि आफ्नो हातभन्दा बाहिरको चिजको लागि गाली खाइन्छ क्या अधिकांश समय। अनि यो स्थानीय सरकारको अर्थै रहँदैन जबकि यो मैले भनेको 4वटा चिज चाहिँ त्यो महानगरपालिकाभित्रै परेन भने त्यो स्थानीय सरकार नै भएन नि, त्यो त डमी एउटा राखिदिए जस्तो भइहाल्यो।